ओली गगनसँग सम्बन्धै नराख्ने रणनीतिमा रवि बालेन, अर्क प्रचण्ड र लिङ्गदेनको साथ लिने। ओलीको रासोपा नक्कली सदस्यता सामाजिक सञ्जालमा भाइरल। एमालेद्वारा साइबर ब्युरोको ध्यान आकर्षण, चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति, तत्काल यस्ता गतिविधि रोक्न चेतावनी। बालेन सरकार बनेपछि आउन थाल्यो लगानीको बाढी। 40 अर्ब सहित भित्रियो विश्वकै ठूलो होटल चेन मेरिट। मालिक नै आए नेपाल। बालेनलाई जोगाउँदै रवि लामी छाने, विपक्षीले सरकारको घुँडा टेकाउँदै सभामुख निरीह कहिले खुल्छ संसद। सरकारी जग्गामा ठूला उद्योगीको रजाई अन्त्य हुँदै उद्योग मन्त्रीको साथ दिने अल्टिमेटम, अटेर गरे सञ्चालक नै समातिने। कोको कोलादेखि बालाजु अटो वर्कसम्मले तिरेनन् करोडौं रुपियाँ। अब जग्गा र सुन धितो राख्नु नपर्ने, साना व्यापारीहरूका लागि राष्ट्र बैंकको राहत। डिजिटल माध्यमबाट 10 लाख रुपियाँसम्म कर्जा पाउन सक्ने। संविधान संशोधनका लागि 21 बुँदे सुझाव पेश गर्दै सांसद संख्या 275 बाट घटाएर 105 र राष्ट्रिय सभा 30 सदस्य बनाउन निर्वाचन आयोगको प्रस्ताव। नेपाली सेना विश्वमा भरपर्दो बन्दै सरकारले गर्यो भर्नादेखि निवृत्ति भरणसम्मको प्रावधान हेरफेर। अब के सुविधा पाउँछन्? वर्षौंदेखि स्थानीय तहमा जकडिएको लुटतन्त्रको जग समेत हल्लाइदिएको छ। संघीयता लागू भएपछि गाउँ गाउँमा सिंहदरबार पुग्ने आशा पालेका जनताका